Hello everyone, this is Binu and welcome back to my YouTube channel. आजको मेरो यो भिडियो चाहिँ सबै स्वयम्भू टेम्पलको बारेमा हुनेछ र त्यहाँबाट देखिने दृश्यहरू पनि सबै म देखाउने छु। डिफ्रेन्ट कन्ट्रीबाट आएको टुरिस्टहरूले चाहिँ त्यहाँ धेरै मङ्की देखेको भएर होला स्वयम्भू टेम्पललाई चाहिँ मङ्की टेम्पल पनि भन्ने गर्दो रहेछन्। स्वयम्भूको मेन स्तूपा जाने गेट इन्टर गरिसकेपछि हामीले त्यहाँनिर चाहिँ यस्तो पार्क देख्न सक्छौँ। माथि मेन स्तूपा जाने बाटोको छेउछेउमा चाहिँ सानो सानो स्टलहरू राखेर पसलहरू कति धेरै भेराइटीको सामानहरू पनि बेचिरहेको थियो। चुरा, नेकलेस अनि ब्रेसलेट्सहरू, स्कार्फ्सहरू अनि हेयरब्यान्ड्सहरू, टेडी बियरहरू अनि पोस्टर्सहरू, त्यसपछि कति धेरै क्या भन्नै आएन। अनि त्यो बच्चाहरूलाई खेलौनाहरू कति धेरै बेचिरहेको थियो। म चाहिँ हेर्दै हिँडिरहेको थिएँ, मलाई छिटो माथि स्तूपामा पुग्नु थियो अनि त्यही भएर म चाहिँ अनि बाटोमा केही पनि नकिनिकन अनि माथि नै गएर अनि एकछिन बस्छु भनेर छिटै पुग्न पाऊँ भनेर अनि म चाहिँ छिटै हिँडिरहेको थिएँ। शनिबार भएर नि होला यति धेरै भिड पनि थियो अनि क्राउडी पनि थियो तलतिर। म चाहिँ साइडको पसलहरू हेर्दै हिँडिरहेको थिएँ अनि रमाइलो पनि भइरहेको थियो मलाई चाहिँ। माथि हेर्नुमा कति भिड अनि कसरी जाने होला जस्तो सोचिरहेको थिएँ। तर फाइनली हामी चाहिँ पुग्यौँ है माथि। अनि म चाहिँ आफ्नो भाइसँग जिस्किँदै थिएँ। यो चाहिँ मेरो आफ्नै भाइ हो, अरूको भाइ होइन। अनि हामी चाहिँ यसरी त्यहाँ माथि स्तूपा पनि देखिरहेको छ अनि हामी चाहिँ त्यही हेर्दै हिँड्दै थियौँ। अनि हिँड्दै अनि त्यस यहाँनिर चाहिँ अर्को पार्क जाने बाटो पनि छ साथीहरू। त्यहाँ चाहिँ मेन स्तूपा जाने गेट हो त्यो चाहिँ। अनि यसरी हामी चाहिँ यो पार्क आइपुगिसकेपछि यहाँनिर चाहिँ कोइन फालेर विस माग्दा चाहिँ पुरा हुन्छ भनेर सुनेको थिएँ। तर मैले चाहिँ कोइन लिएर आउन पनि बिर्सेँ। अनि यता वरिपरि हेर्दाखेरि मैले कहीँ पनि कोइन भेटिनँ, नत्र म पनि विस माग्थेँ। त्यही भएर अनि हामीसँग अरू केही पनि उपाय नभएर अनि हामी चाहिँ हेऱ्यौँ मात्र अनि हेरेर फर्क्यौँ। नेक्स्ट टाइम जाँदाखेरि चाहिँ आई विल डु द्याट होइन, म विस माग्नेछु। हामी एकछिन यो पार्कमा बसेर फोटो खिचेर अनि फेरि आफ्नो थकाइ मेटेर माथि स्तूपातिर जानलाई हिँड्दैछौँ साथीहरू। हामी चाहिँ 365वटा सिँढी चढेर माथि पुग्यौँ मेन स्तूपा हेर्नलाई। यहाँबाट चाहिँ 360 डिग्रीमा काठमाडौँ भ्याली पनि देखिन्छ। यु क्यान इन्जोय विथ मी साथीहरू।
आजको लागि यति नै। म फेरि पनि अरू भिडियो लिएर आउनेछु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।